खतरे मान्छे बजारमा टक्क लाएर कस्तो अच्छा राइट नाउ अहिले 6 बजिरहेको छ हामी चाहिँ अहिले भर्याङ सिडी चढ्दैछौँ सर्टकट बाटो हो बाटो तल छ होइन तर सिडी भन्दा त रोड रोडै गएछ इन्जर गर्छन् होइन होला धेरै घुम्नुपर्छ होला नि रोड रोड ओके लागिसक्यो यार धेरै नहिँड्ने भएर होला नि त कति बज्यो बाबु 6-8 भयो अहिले चाहिँ है नहिँडेकोबाट लास्ट थकेला मलाई त सकिन्न रहेछ यार घाम लाग्यो भने त बब्बा लाउँछ आजको भ्यू होइन जुरेली एकदम सरी एकदम 3 जना छौँ हामी पछाडि अङ्कलहरू हुन्छ यताबाट नजाने यताबाट आएर यता नजाने खत्रै भाग होइन गाइजहरू अङ्कलहरू अङ्कलहरू गराइज भाग होइन त्यो स्याल बिरालो के भन्छ अरे अर्को उसलाई फक्स बिरालो हो कि म्याउ हो कि म्याउ 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 हो कि म्याउ साथी बिस्तारै है होइन कुरा चाहिँ यो भन्नुपर्दा अब यहाँबाट त्यस्तै आधी घन्टा लाग्छ होला होइन र लाग्छ आधी घन्टा लाग्छ होला कुरो त्यही नै हो त्यहाँ उसै थियो त गोटी नै हो कि ल यस्तो एकछिन रेस्ट आज चाहिँ बब्बाल भ्यू देखेर जस्तो छ है साथी बोल्छ है अब दामी हेरौँ केटा हो यता अहिले चाहिँ नराम्रो भयो नि एकछिनमा चाहिँ बवाल देखिन्छ स्टे ट्युन फर द भ्यू यहाँबाटको भ्यू खासै राम्रो नदेखे रहेछ तर यहाँ चाहिँ बवाल देखे है यतातिर पिरो लगाएर यहाँ चाहिँ 2 जना ओनर अफ दिस च्यानल ल गाइज फाइनली हुनेकोट आइयो अब आइयो होइन आइपुग्नु लाग्यो होइन आइयो भने नि धेरै होइन धेरै हो कि मेरो त 1 पाइला त हो नि जब 1 पाइलामा म माथि पुग्छु अनि 1 पाइला भन्दा भन्दा यहाँ 10 पाइला चलिसक्यो होइन मैले नलम्काएर हो कि खुट्टा मैले लम्काएँ नि फेरि हुनेकोट भाँसिन्छ त्यही भएर मैले गाइड लम्काउँदिनँ लामो खुट्टा कहिले नि यहाँ चाहिँ गोफले कताबाट त नि देखाउने अब साथी उस्किन्न पऱ्यो कि त्यो नयाँ उसाखा त के भन्थ्यो यार क्यान गिम्बल के त्यो यस्तो ट्याक्क बटनले मुला फर्किने म किनिदिउँ साथी किन नि त ल त पहिला म मुला बाहिर जान दियो अनि त्यसपछि स्पोन्सर हानिदिन्छ भिडियोमा क्याप्चर गरी ल तिमीलाई उर्जी पठाइदिन्छु बाहिरबाट ल स्टे ट्युन फर के अरे गिम्बल के अरे गिम्बल आइसु बल्ल भिडियो बनाउँछु बल्ल त्यसपछि बल्ल भिडियो बन्छ है साथीहरू यो भिडियो पछि म भिडियो छोडिदिन्छु बनाउन त्यसपछि सुजलले बिर्सिन्छ खतरा भुडीला साथीको भुडीले गर्दा हिँड्न सकेन अरे तर आज बब्बाल भिउ देखिन्छ जस्तो लाग्यो आज सुजल मलाई 2 केजी घट्छ आज ल फाइनली गाइस हामी चाहिँ हुनेको आइसक्यौँ भर्खर यहाँ टिकट 20 रुपियाँको टिकट लाग्छ है एकजनाको पर पर्सन 20 रुपियाँ अहिले भ्यू चाहिँ नराम्रो छ यस्तोमा कुहिरो लाग्यो फाइनली आइयो गाई हुनेकोटी यही हो फाइनली आइपुग्यो है केटा हो अब यहाँ केटाले टिकटक गराउँछ अक्क भ्यू हेर्न अहिले एकछिन घाम लागेपछि बवाल अहिले घाम लाग्दैन घाम लागेपछि बब्बाल हुन्छ अहिले के देखेँ नि हामी चाहिँ त्यहाँबाट आएको त्यो पुल देखेछ होला अलिकति माले बाबा त्यहाँ भयो माले गर्ने खासै राम्रो देख्थ्यो त्यही माले भयो मर्निङ भ्यू हुनेकोटबाट होइन अहिले चाहिँ हामी 3 जना ट्याक्क आउने पनि एकछिन रेस्ट गरेर टक्क सनराइज भएको हेर्न पाइएछ है यस्तो दामी आछ नि यहाँबाट साथी आऊ न
लौ त यहाँ आउन भनेको कस्तो यस्तो दामी भ्यू आएको छ देख्न सक्नुहुन्छ दुईजनालाई यहाँ टक्क यहाँ घाम लागिरहेछ एउटा सानो एउटा भिडियो बनायो यहाँ राखेर यता यस्तो छ दामी हुस्सुला छ होइन यता चाहिँ बिस्तारै खुल्दैछ यहाँ चाहिँ यो चाहिँ दामी यो भ्यू त ओहो खायो है साथी फेरि त्यहाँ फोटो खिच्थ्यो भनेर यहाँ स्क्रिनसट लिउ के साथी हेर न कस्तो दामी आछ है यो साथी यता सनराइज पनि हेर्नुभयो होला धेरै थोरै अब यता चाहिँ ट्याक्क स्याङ्जा बजार छोटो हामी आएको बाटो यही हो होइन यो हामी आएको बाटो अनि यो चाहिँ पुल हो होइन माले बगरको यहाँ चाहिँ स्याङ्जा बजार चाहिँ अलिक छेकिरहेछ टक्क उसु के भन्छ बादल बस्दै छ बिस्तारै यो भिडियो मेरो प्यारो प्यारो सब्सक्राइबरहरूको लागि टिकटक जान्छ है अब टिकटक टक्क लाएर यहाँ बिजुली बालेर हट भएर पट भएर तिमी ब्युटी भएर गीत बजिरहेको छ कि तल सधैँ हो र सानोतिनो फोटोसोटो खिचियो भिडियो सिडियो बनाइयो यहाँनिर टक्क फेरि अघि नै घाम अस्ता थियो फेरि उदाउँदैछ घाम खतरा पारामा अनि यताको हाम्रो बजारको भ्यू चाहिँ छेकिरहेको छ अहिलेसम्म पनि बिस्तारै खोलिँदैछ अब घाम लाग्यो नि त कुहिरो हटाउँदैछ है रेस्ट यही नै हो चाहिएको के हो त्यत्रो हामी 1 घन्टाको बाटो आयौँ होइन ट्रेकिङ हाइकिङ भनौँ न यसो सर्ट हाइकिङ ट्याक्क लाएर यही हेर्न आएको हामी हक्कै ल कति हान्छ उनीकोटमा बिहान बिहान वर्कआउट हान्दैछौँ अनि एउटा ह्याभी छ एउटा हल्का खाके हामी छैन त्यहाँबाट अनि यस्तो भ्यू देखाउँदा पछाडि आएको एकछिन न यस्तो भिडियो त हाल्नु पर्यो भिडियो लामो अलिकति इन्ट्रेस्टिङ त बनाउनु पर्यो नि होइन आइस क्याम सुन्तला बारी पनि छ टक्क लाएर सुन्तला है टक्क लाएर यसले टिप्छ अब यहाँ पनि छ कि सुन्तला यस्तो आएको रोक है के म खिचिदिन्छु कि नाच्यौ न टक्क लाएर साथीको यहाँ फोटो खिचिदिन्छु अब म अनि फेरि भेटौँला यस्तो छ भ्यू उनीको आई लभ यु रे ल है त बी हो कि बेलाउटी वाकस भन्दैन वाकस बाई अनि टक्क यहाँ बेलाउटी छ त्यहाँ सुन्तला यस्तो के छैन सब छ यार यो यहाँ चाहिँ के अरे यो पहाड पनि रहेछ टक्क उनीको होमस्टे है होइन अलिक खुल्ले होइन हिमाल त्यहाँ हल्का देखिँदैछ है ल उनीको पहिला थिएन है अहिले यस्तो यस्तो राखेको छ ओ त्यहाँको झन्डा यहाँ आएछ क्या अब त्यही हो कि कुरा त्यही हो कि ए यहाँ पछाडि पनि रहेछ म ल हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँ हुनीकोटको उस छ पुरै नक्सा यो चाहिँ बाटो भयो यस्तो घुमेर बाटो रहेछ अनि यो होटेलहरू ए यहाँ रहेछ कि यो चाहिँ स्याङ्जा जाने बाटो है अनि स्याङ्जा जाने बाटो यो चाहिँ यहाँबाट बाटो आउनु पर्छ पेल्काचोर जाने बाटो अरे यो यहाँ माथि चाहिँ समाजघर प्याराग्लाइडिङ एरिया रहेछ गुफा चाहिँ यता है यो गुफा चाहिँ यता है अहिले पछि जान्छ त्यहाँनिर हामी गइन्छ प्याराग्लाइडिङ एरिया भनेको उ त्यता पारी कता हो त्यो पनि अहिले पछि जाने हामी गर्नलाई यो चाहिँ हामी खाजा खानाको ठाउँ है यो चाहिँ मेन उस यो रहेछ के यो भ्यू पोइन्ट यता यो चाहिँ सर्टकट यता है हेर म यता देखाउन यो चाहिँ सर्टकट है हामी आएको बाटो स्याङ्जा जाने सर्टकट बाटो यो चाहिँ मेन रोड यताबाट यस्तो आएर यता पेल्काचोर नि पुग्दो रहेछ ल यहाँ चाहिँ यो पयालो सब आगो बोलेको फेरि यहाँ ज्वालामुखी आगो बोलेको होइन यो चाहिँ उसो ज्वालामुखी हो कि साथी ज्वालामुखी होइन कि यहाँ चाहिँ सुन छ भनेर यस्तो देखाएको हो तर स्याङ्जामा सुन फल्छ भन्नु हो ए यो चाहिँ सुनको खानी है यो चाहिँ पुरै सुनको खानी है सुनको खानी है यो चाहिँ फेरि चोर्न चाहिँ नआउनु होला है भिडियो हेरेर त्यति भनिदिन्छु मैले खाजा टक्क आइसक्यो खाउन खाऊ केही भएन चाउचाउ अन्डा टक्क आइसक्यो
खाजा खायौँ एकछिन बस्यौँ होइन अब चाहिँ यसो अब पेमेन्ट हानेर निस्किनु पर्ने हुन्छ हामी अब यही नै स्याङ्जा बजार 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 स्याङ्जा बजार